जब म 5 वर्ष लागेँ, श्री पञ्चमीको दिन मेरो छेवर कर्म गरी मलाई नमो बागी सोराय पढ्न र लेख्न सिकाइयो। केही दिन मामा कहाँ पढ्न गएँ। त्यसपछि कोबाहाल टोलको जुजुमान बाजे कहाँ पढ्न पठाइयो। जेठाबुबा चक्रलाल अमात्यको एउटा सानो मन्त्रले मलाई दत्तचित्त भएर पढ्न सिकायो। उहाँले मलाई भन्नुहुन्थ्यो, पढ्यो भने सुब्बा भएर घोडा चढ्न पाइन्छ अनि चाँद तारा भएको टोपी, राणाकालमा दर्जा हेरेर यस्तो सरकारी टोपी लगाउन पाइन्थ्यो। पढेन भने भारी बोकेर हिँड्नु पर्ला। यस कुराले मेरो दिमागमा ठुलो असर पार्यो र मलाई पढ्नका निम्ति गाली गलौज अथवा मारपिट केही गर्नु परेन। म बिहान सबेरै उठी झिसमिसी उज्यालोमा गुरुको ढोका नखोल्दै ढोकामा कुर्न जान्थेँ र पढ्नलाई पर्खेर बस्थेँ। म पढ्न जाँदा क ख ग पढिरहेका विद्यार्थीलाई मैले छिट्टै टपेँ र उनीहरूभन्दा म अगाडि पुगेँ। मलाई क का की सिकाएपछि ख खा की पढ्न गाह्रो भएन र छिट्टै वर्णाक्षर सिकेँ। त्यसपछि मलाई चाणक्य नीतिशास्त्र पढाइयो। संस्कृतमा श्लोकहरू कण्ठ गराइन्थ्यो। अर्थ भन्ने चलन थिएन। त्यसपछि मलाई इखालखु टोलमा रहेको संस्कृत पाठशालामा भर्ती गरियो। त्यसबेला पाटनमा कुनै अर्को स्कुल अथवा पाठशाला थिएन। त्यसबेला नेपालभरिमा एउटै अङ्ग्रेजी स्कुल थियो। त्यो हो काठमाडौँको दरबार स्कुल। संस्कृत पाठशाला पाटनमा यही एउटा थियो। त्यो पनि एउटा सार्वजनिक सत्तलमा पढाइ हुन्थ्यो। बाहुनका छोराहरू त्यहाँ वेद पढ्ने गर्थे। मैले त्यहाँ नेपाली पढ्ने र जम्मा घटाउ र गुणन गर्नेसम्म सिकेँ। त्यसपछि मलाई केही समय सरकारी माल अड्डाका कागज लेख्न सिकाउन पठाइयो। त्यसको केही समयपछि मलाई मानिकलाल श्रेष्ठ कहाँ अङ्ग्रेजी पढ्न पठाइयो। उनी त्यसबेला दरबार स्कुल काठमाडौँमा 3 क्लासमा पढ्ने विद्यार्थी थिए। मलाई एउटा प्लेटमा ठुलो ABCD लेखिदिन्थे, त्यही पढ्थेँ। वैशाख जेठको गर्मीमा 1-2 पटक पढेपछि निद लाग्थ्यो र त्यहीँ एकछिन सुत्थेँ। निद खुलेपछि मलाई घर पठाइदिन्थे। 4 महिना भइसक्यो तापनि मैले अङ्ग्रेजी अक्षरहरू चिन्न सकेको होइन। त्यसमाथि मलाई भनिन्थ्यो, यस्तो त 4 प्रकारका अक्षरहरू छन्, तिमीले कहिले सिक्ने? मलाई पनि मनमा लाग्यो, यतिका अक्षरहरू मैले कहिले सिक्ने? म त्यसबेला 8 वर्षको थिएँ। त्यस सालको आश्विन महिनातिर पाटन स्कुल खोल्यो। श्री 3 महाराज चन्द्र शमशेरको जय भन्दै हामी पाटन स्कुलमा भर्ना भयौँ। त्यसबेला पाटन स्कुल 7 कक्षासम्म थियो। मङ्सिरमा जाँच लिनेवाला थियो। यसबीचमा मैले भन्न सकिनँ कसरी मैले 4 प्रकारका अक्षरहरू चिने। अङ्ग्रेजी पहिलो किताबको आधा घोडा पृष्ठसम्म सिद्ध्याएँ। हिसाबमा संस्कृत पाठशालामा गुणनसम्म सिकिसकेको थिएँ। मङ्सिरको जाँचमा म 1 क्लास पास भएर दोस्रो क्लासमा पुगेँ। दोस्रो क्लासमा सबै कुराहरू हिन्दीमा पढ्नु पर्थ्यो। नेपाली भाषाका किताब थिएनन्। संस्कृत वर्ड बुक, ट्रान्सलेसन, अङ्ग्रेजी ग्रामर सबै हिन्दीमा पढ्नुपर्ने हुन्थ्यो। त्यसबेला हिन्दी त के कुरा, नेपाली भाषा पनि मलाई राम्रोसँग आउँदैन थियो। पुरा पाटनमा नेपाली जान्ने नेवारहरू कमै थिए। बजारमा बस्ने र अड्डा अदालतमा सम्बन्ध भएकाहरू बाहेक अरूलाई नेपाली भाषा थाहा थिएन। यस्तो स्थितिमा मैले नेपाली भाषा पनि राम्ररी नबुझ्नु स्वाभाविक थियो। यस्ता बालकहरूले हिन्दीमा लेखपढ गर्नुपर्दा एउटा ठुलो समस्या थियो। अनि मेरो त्यो 2 क्लासको सालभरि पाठ भन्न नसकेर रोजै रोज शिक्षकको पालोभरि बेन्चमा उभिनु र अर्को पिरियडमा अर्को शिक्षक आएपछि फेरि यस्तै नै मोटो बेतको लट्ठी खानु र बेन्चमा उभिनु गरेर 6 पिरियड सिद्धाएर घर फर्कन सिवाय अरू केही काम भएन। शिक्षकहरूको यो विवेकहीन पिटाइले गर्दा 2 क्लासदेखि 4 क्लाससम्मका धेरै नै विद्यार्थीहरू स्कुल छोडेर पढाइ बन्द गरी घर बसे। तर मैले मेरा जेठाबुबा चक्रलालले दिएको मन्त्र अर्थात् नपढे भारी बोक्नुपर्छ भन्ने अर्थीले गर्दा सालभरि पिटाइ खाएर पनि स्कुल अथवा क्लास छोड्ने काम गरिएन र 1 साल सबैजसो शिक्षकहरूको पिटाइ खाएर बिताएँ। 2 क्लासको जाँचमा फेल पनि भएँ। अर्को साल सुरु हुँदा मास्टर चन्द्रिकालाल मास्केको ट्रान्सलेसन, वर्ड बुक इत्यादि नेपालीमा उल्था गरी छपाइसकेका थिए भने ज्वाला सिंह हमालले अङ्ग्रेजीमा ग्रामर नेपालीमा तयार गरी छापिदिएका थिए। नेपालीमा किताबहरू उल्था गर्ने अथवा लेख्ने काम गरेर उहाँहरूले हामीलाई ठुलो सङ्कटबाट बचाउनु भयो। त्यसपछि क्लास 8सम्म म सुरु पास हुँदै गएँ। 5 क्लास पुग्दा मलाई इतिहासले दुःख दियो। त्यस बेलामा मित्रलाल इतिहास र संस्कृत लिएर BA को तयारी गर्दै हुनुहुन्थ्यो। इतिहासका निम्ति आफ्नो BA लाई तयारी गरेका कुराहरू नै पढाउनुहुन्थ्यो। पाठ तयार गर्नलाई हामीलाई प्रेस्क्राइब गरिराखेका किताबमा हेऱ्यो। क्लासमा पढाएको कुनै कुरा नपाइने। यस्तै गरेर क्लास 10मा पुगेँ। मनमा लागेको थियो इतिहासमा फेल हुन्छु भनेर। तर भूगोल र इतिहास मिलाएर पास मार्क आए दुवैमा पास मानिन्थ्यो। भूगोल भन्ने मलाई सजिलै लाग्थ्यो। फेरि पनि 10 क्लासमा इतिहासमा भूगोलको नम्बर नजोडिकन नै पास भइहालेछु। क्लास 5मा घटेको अर्को घटना हो मास्टर दुर्गा प्रसादको।
उहाँ हामीलाई अङ्ग्रेजी पढाउनुहुन्थ्यो, तर बीचबीचमा शिक्षाप्रद गफ पनि गर्नुहुन्थ्यो र आफ्नो गफमा हामीलाई सिगरेट पिउने कुराको विरोध गर्नुहुन्थ्यो। उहाँ आफै 1 नम्बरको सिगरेट बाज। दिनको 3 बट्टासम्म सिगरेट चाहिने। आफ्नै उदाहरण दिएर उहाँ भन्नुहुन्थ्यो, मेरो तलब महिनाको रु 50 छ, त्यो सबै पैसाले पनि सिगरेट खर्च पुग्दैन, तिमीहरू सिगरेट नखानु। 15-16 वर्षसम्म सिगरेट खाएन भनेपछि तिमीहरूलाई यसको गन्ध पनि मनपर्ने छैन। त्यसबेला म 12 वर्ष लागेको थिएँ। उहाँको यो शिक्षाले धेरै प्रभावित पार्यो र जिन्दगीभर सिगरेटको सङ्गत गरिन। मास्टर दुर्गाप्रसाद विद्यार्थीहरूका प्रिय शिक्षक थिए। हाम्रो समयमा पढे लेखेका विद्यार्थीहरू कमै थिए, तर मैले केटीहरूको पछि लाग्ने काम गरिनँ र रक्सी, जाँड, गाँजा र तम्बाकु आदिको लतमा पनि म फसिनँ। क्लास 6 देखि सबै कुराहरू अङ्ग्रेजीमा पढ्नुपर्ने भयो। 6, 7 र 8 क्लाससम्म सरासर पास भएर गएँ। यसबीचमा नयाँ मास्टरहरू फेला पारियो। यसमा एकजना मास्टर सबभन्दा खतरा थिए। उनी दिनभरि कहाँ ट्युसन पढाउँथे। क्लासमा पढाउँदा रोजै नयाँ नयाँ हिसाब सिकाउने गर्थे। आज एसएलसी त भोलि जिसिएम। बोर्डमा एकपटक लेखेर पढाएपछि उनको ड्युटी सकिन्थ्यो। त्यस दिन 25, 30 वा 40 जतिवटा हिसाबहरू भए पनि गृहकार्यको रूपमा दिएर पठाउने, तर अर्को दिन त्यो गृहकार्य गरेर ल्याएन उनलाई कुनै मतलब छैन, सोध्न पुग्छ। अर्को दिन अर्को हिसाब सिकाइहाल्ने गर्थे। उनको यो तरिकाले हिसाबमा म धेरै कमजोर भएर गएँ। रुपियाँलाई 16ले गुनेर आना जोड्ने कि रुपियाँमा आना जोडेर पछि 16ले गुन्ने, सारा कन्फ्युज भएर गयो। उही क्लास 8मा उनी ऱ्यापिड रिडिङ बुक पनि पढाउँथे। 2-4 जना विद्यार्थीहरू आफ्नो वरिपरि जम्मा गर्यो। आफूले सो किताब पढ्दै गयो। उनको ड्युटी सिद्धियो। म 8 क्लासमा फेल भएँ। त्यही 90 सालमा महाभूकम्प गयो। मेरा साथी रौनकमान प्रधानले मलाई बोलाउन आएर भने भूकम्पमा मद्दत गर्न स्वयंसेवकहरूको भर्ती लिँदैछ। हामी दुवैजना काठमाडौँ टुडी खेलमा गई स्वयंसेवकमा नाम लेखाउन गयौँ। स्वयंसेवकको सङ्गठन गर्ने काममा काठमाडौँ दरबार स्कुलका हेडमास्टर रुद्रराज पाण्डे खटिनु भएको थियो। नाम त लेखियो, तर के काम कहाँ गएर गर्ने कुनै निर्देशन पाइएन। 8 क्लासको जाँच आयो। त्यो साल सबैलाई जाँच नलिई पास भएको घोषणा भयो र म सजिलोसँग 9 क्लासमा पुगेँ। 9 क्लासमा अङ्ग्रेजीमा समरी लेख्नु पर्थ्यो, तर समरी कसरी लेख्ने, एक्सप्लेन कसरी गर्ने कुनै कुरो सिकाइएको थिएन। अङ्ग्रेजीमा फेल हुनु स्वाभाविक थियो। 9 क्लासमा पनि फेल भएँ। हिसाबमा भने 8 क्लास पछिको 2 महिना छुट्टीमा मास्टर मित्रलाल कहाँ महिनाको 15 रुपियाँ तिरेर ट्युसन पढ्न गएँ। ती 2 महिनाभरि ट्युसनमा गएर 1 घण्टा हिसाबमा बिताएँ। मैले कुनै कुरो उहाँसँग सोधेको होइन, न उहाँले नै कुनै कुरो सिकाइदिनु भयो। तर आश्चर्य 2 महिना पनि सिद्धियो र मलाई हिसाबको ढोका खुले जस्तै भयो। हिसाबको लजिक मैले आफैले पक्रेँ। मलाई हिसाब एकदम सजिलो भयो। 6 क्लासमा छँदा एकपटक मभन्दा 1 क्लास सिनियर विद्यार्थी रामप्रसादले 4-5 जना लड्काहरू जम्मा गरी जियोमेट्रीबारे गफ गरिरहेको मैले सुन्न पाएँ। त्यस गफमा जियोमेट्रीको फिगर याद भएपछि कसरी सबै कुरो प्रमाणित गर्न सकिन्छ भन्ने सुने। मैले जियोमेट्रीको मन्त्र सिकिहालेँ। त्यसपछि मलाई जियोमेट्री बिना मिनेट सजिलैसँग याद गर्न र प्रुफ गर्न सक्ने हिम्मत आयो। अब जियोमेट्री पनि मलाई सबभन्दा सजिलो विषय बन्यो। 9 क्लासमा फेल भएर अर्को साल फेरि 9 क्लासमा एस्से, लेटर आदि सिकाउने जिम्मा मास्टर मित्रलालले लिनुभएको थियो। उहाँले सम्पूर्ण क्लासलाई हप्ताको एउटा एस्से लेख्ने काम दिनुहुन्थ्यो अनि लेखेर ल्याएको एस्सेमा त्यसको स्ट्यान्डर्ड हेरी ABC मार्क दिने गर्नुहुन्थ्यो। मैले पहिलो लेख खुब मिहिनेत गरेर लेखेर लगेर त्यसमा +C पाएँ। केही लेखहरू लेखिसकेपछि पाएँ अनि B + B - A र +A पाउन थालेँ। हुन त मभन्दा राम्रो एस्से लेख्ने विद्यार्थी पहिले नै थिए, तर मेहनतको क्रममा मैले अरू साथीहरूलाई टप्न थालेँ। मेहनतका साथै मेरा हातमा एउटा राम्रो लेखको पुस्तिका पर्न आयो। यसले मलाई लेख लेख्ने कलाको ज्ञान भयो र त्यसपछि गुड, भेरी गुड र एक्सेलेन्ट भन्ने रिमार्क्स पाउन थालेँ। यसभन्दा पनि अगाडि मैले यु विल बी अ गुड एस्सेइस्ट भन्ने रिमार्क पाउन थालेँ। कुनै पनि विषयमा एस्से लेख्न दिए तापनि मैले 36 पेजको कापी भरेर लैजान थालेँ। अन्तिम वर्षको टेस्ट भयो। पाटन स्कुलमा हेडमास्टरले मलाई अङ्ग्रेजी र संस्कृतमा फेल गराई एसएलसीको टेस्टमा नै रोक्ने प्रबन्ध मिलाइराखेका थिए। मास्टर मित्रलाल मेरा एस्सेहरूबाट धेरै नै प्रभावित भइसकेका थिए। मलाई अङ्ग्रेजीमा फेल गराएको उनलाई चित्त बुझेन र हेडमास्टरसँग मेरो निम्ति झगडा गर्न थाल्नुभयो। आखिर मलाई अङ्ग्रेजीमा पास गर्न करै लाग्यो। अब संस्कृत एउटामा फेल गराएर म टेस्टमा नरोकिने भएर त्यसमा पनि पास गरिदिएपछि त म टेस्ट पास भएर एसएलसी परीक्षामा बस्न पाउने भएँ। हेडमास्टर साहेब र मेरा काकाहरूको लेनदेनमा मनमुटाव भएको रहेछ र यसको बदला झन्डै मसँग लिन लागेका रहेछन्। क्लासमा मभन्दा राम्रा गनिएका अरू धेरै विद्यार्थीहरू थिए, तर परीक्षाफल निक्लिँदा उनीहरू तेस्रो श्रेणीमा पास भएछन् र म दोस्रो श्रेणीमा पास भएछु। नेपालमा त्यसबेला पहिलो श्रेणीमा पास हुनेहरू अत्यन्त कम मात्र पाइन्थे। मलाई एसएलसी जाँचमा इतिहासमा फेल भइएला भन्ने डर थियो।
भूगोल मलाई सजिलो लाग्थ्यो, त्यसकारण भूगोलको नम्बर जोडेर पास होला भन्ने आश थियो। तर म इतिहासमा पनि पास भएछु। अर्को डर एडिसनल म्याथको थियो। एडिसनल म्याथमा मैले मिलेर अभ्यास गर्न कुनै साथी नपाउँदा अभ्यास नगरेर नै एसएलसीमा बस्नु परेको थियो। तर कम्पलसरी म्याथमा कन्ट्रोल भएकाले कमन सेन्सको साथै यसकै सूत्र लगाई मैले मेन सल्युसनका हिसाब मिलाएँ। ट्रिगोनोमेट्री गाह्रो होला भनेको एक एक गर्दै सब हिसाबहरू सुरु मिल्दै गए। सलिड जियोमेट्रीमा मेरो कमान्ड छँदै थियो। सलिड जियोमेट्रीमा पनि राम्रो भएछ र एसएलसीमा सबैभन्दा राम्रो नम्बर मैले एडिसनल म्याथमा पाएछु। लोकमान सिंहले झण्डै टेस्टमा रोकिसकेको मानिस एसएलसीमा दोस्रो श्रेणीमा पास हुँदा 7 दिनसम्म मेरो हर्षको सीमा रहेन र मलाई मनमा खुसी लागिरह्यो। म समेत गरी 2 जना दोस्रो श्रेणीमा र 24 जना तृतीय श्रेणीमा पास भयौँ भने 1 जना फेल भएको थियो। यसरी म सन् 1936 मा एसएलसी पास भएँ। अब इन्टरमिडिएटमा साइन्स पढ्ने कि आर्ट्स पढ्ने भन्ने सवाल उठ्यो। गाइड गर्न कोही थिएन, सोधेर सल्लाह दिन सक्ने मान्छे कोही पाइएन। नेपालको समाजमा एसएलसी पास हुनेहरू कम थिए। एसएलसी पास भएपछि कति नै पास भएको जस्तो ठानिन्थ्यो। अङ्ग्रेजीमा पास भन्ने दाग चल्थ्यो। मभन्दा 2-3 वर्ष सिनियर पाटनका श्यामबहादुर चिपालुले कलकत्ताबाट एसएलसी म्याट्रिकुलेसन पास गरेर आउनुभएको रहेछ। पाटनको एकजनाको घडी बिग्रेको रहेछ र बनाइदिनको निम्ति श्यामबहादुर चिपालु कहाँ लिएर आएछ। उनले बनाइदिने कुरै भएन। अङ्ग्रेजी पास भएर आएर एउटा घडी पनि बनाइदिएन भनेर सो मानिस रिसाएर गएछ। यो त्यस बेलाको समाजको हालत थियो। मेरा जेठाबुबा जसको प्रेरणाले पढ्नमा मेरो रुचि बस्न गएको थियो, म एसएलसी पास भएपछि उहाँ भन्न थाल्नुभयो, एसएलसी पास भयो भइहाल्यो, अब कति पढ्ने। तर कान्छा बुबा बराबर व्यापारको सम्बन्धमा कलकत्ता गइरहनुहुन्थ्यो। भारतको स्वतन्त्रता आन्दोलनले प्रभावित भएर मलाई उच्च शिक्षा दिनमा बढी चेतनशील हुनुहुन्थ्यो। साइला बुबा मलाई पढाउनै चाहन्थे। म स्वयंले पनि 9-10 वर्षको उमेरदेखि भविष्यमा राजनीतिक जीवन बिताउने अठोट गरिसकेको थिएँ। तर मेरो अगाडि एउटा सवाल उभिएको थियो, राजनीतिमा लागेपछि कसले खुवाउने, लुगाफाटो इत्यादि खर्च कसरी चलाउने। मेरो आर्थिक स्थिति अजीबको थियो। पिताजी पहिले नै पैतृक सम्पत्तिका रूपमा आफू बसेको एउटा घर र यसैसँग सम्बन्धित 1-2 रोपनी खेत लिएर भाइहरूसँग अरू कुनै सम्पत्ति नलिकन आफ्नो व्यापार लिएर अलग बसिसक्नु भएको थियो। कपडाको दोकान पनि सानीआमाले आएपछि बर्बाद भइसकेको थियो। अर्कातिर जेठा साइला कान्छा तीनैजनाले आफ्नै संयुक्त मेहनतले सम्पत्ति आर्जन गरेका थिए। अरू खेतहरू जेठो बुबा चक्रलालका नाममा थिए, जो मलाई र अन्य भाइहरूलाई पनि त्यति याद थिएन। त्यसकारण काकाहरूसँग मैले पुर्ख्यौली सम्पत्ति अंशबन्डामा माग्ने सवाल भएन। यसरी एकमानेमा म सर्वहारा थिएँ भने मलाई पठन पाठन इत्यादिका निम्ति जे जस्तो खर्च चाहिन्थ्यो, सोका लागि कुनै नाइनास्ती नगरी तिनै भाइ काकाहरूले नै सहयोग गर्दै आउनुभएको थियो। यसरी चाहिएको खर्च सबै चल्ने तर आफ्नो निजी सम्पत्ति नभएको सर्वहारा थिएँ म। यसै निम्ति मैले विचार गरेँ 5 वर्ष जति कमाउनेमा लाग्ने र 50,000 रुपियाँ जति कमाएर राखेपछि पूर्ण रूपले राजनीतिमा लाग्ने। मैले सुनेको थिएँ नेपालमा बिजुलीको इन्जिनियर अङ्ग्रेज क्लिभनले महिनाको रु 21,000 तलब खान्छ भनेर। मैले पनि इलेक्ट्रिक इन्जिनियर बन्न पाए महिनाको 21,000 रुपियाँ पाउने सकिने ठाने। यसै कारण एसएलसी पास भएपछि म विज्ञान पढ्न थालेँ। मेरा विषयहरू थिए अङ्ग्रेजी साहित्य, हिसाब, केमिस्ट्री र फिजिक्स। इलेक्ट्रिक इन्जिनियर बन्नका निम्ति मेरो कोसिस थियो फिजिक्समा बढ्ता नम्बर ल्याउने। तर फिजिक्समा 50-60% भन्दा बढी अङ्क नपाउने, तर केमिस्ट्रीमा भने क्लासमा सबभन्दा बढी मार्क म नै ल्याउँथेँ। प्र्याक्टिकलमा म 100मा 100 पनि पाउँथेँ। केमिस्ट्री प्रोफेसर लोनीले पढाउनुहुन्थ्यो, एकदमै सफासँग बुझ्ने गरेर। पढ्दा पढ्दै बीचमा 2वटा दुर्घटना भए। केमिस्ट्री पढाउने एकजना नयाँ प्रोफेसर आउनुभयो। उहाँले पढाउने तरिका भिन्दै निक्लियो। उहाँले पढाउँदा केमिस्ट्री बोर्डभरि लेखेर खर्र पढाउनुहुन्थ्यो। बिस्तारै सम्झाउने कुरै थिएन। भर्सक घरमा कण्ठ गरेर आई सरासर बोर्डमा लेख्नुहुन्थ्यो होला। अब केमिस्ट्रीमा पनि मेरो स्पष्टता हराउन थाल्यो। एक दिन क्लास जाँचमा पास मार्क मात्र पाएँ। यो के भएको भनी अरू प्रोफेसरहरू पनि छक्क परे। यसरी केमिस्ट्रीमा पनि मेरो पहिलेको जस्तो कमान्ड रहेन। अर्को एकजना नेपाली अमेरिकाबाट बिजुलीको इन्जिनियर भएर आएछ। निजलाई राणा सरकारले महिनाको 100 रुपियाँ मात्र दिन थाल्यो। मैले सोचेँ यदि म पनि इलेक्ट्रिक इन्जिनियर भएर आएँ भने महिनाको 100 त पाउने होला। त्यसपछि बिजुलीको इन्जिनियर बन्ने मेरो इच्छा मर्यो। राणा साईले त्यसबेला तोकेको तलब हो एमएलाई महिनाको रु 100, बिएलाई रु 90, आइएलाई रु 60 र म्याट्रिकलाई रु 30। त्यही हिसाबले इन्जिनियरलाई पनि रु 100 दिए। राणाहरू आफै अनपढ थिए, यसर्थ उनीहरूलाई थाहा पनि थिएन कि कुन विषयको पढाइ कुन विभागमा काम लाग्छ। कानुन पढेर आएकालाई जङ्गल विभागको हाकिम बनाइन्थ्यो। एकचोटि जुद्ध शमशेर अङ्ग्रेजसँग कुरा गर्दै थिए। यो कुरा साँचो हो भन्नलाई साँचोको अङ्ग्रेजी आएन।
दरबार स्कुलका हेडमास्टर रुद्रराज पाण्डे नजिकै हुनुहुन्थ्यो। उहाँसँग साँचोलाई अङ्ग्रेजीमा के भन्ने भनेर सोधेछन्। उहाँले पनि हडबडमा साँचोलाई के भनिदिनु भयो। जुद्ध शमशेरले त्यो सत्य साँचो हो भनी अङ्ग्रेजीमा दिस इज द की भनिदिए। पछि हेडमास्टरले सच्याउन खोज्नुभयो, तर जुद्ध शमशेरले सच्याउन नमानी भने मैले जे भने बिजुलीको इन्जिनियर बन्ने योजना फेल भएपछि मैले अर्को योजना बनाएँ। मैले सुनिराखेको थिएँ जवाहरलाल नेहरूका पिता मोतीलाल नेहरू ठुला वकिल हुनुहुन्छ। उहाँ दिनको 1000 भारू कमाउनुहुन्थ्यो। मैले पनि वकालत पढौँला भन्ने सोचेँ। जसो तसो आइएससी सिद्ध्याएँ। नेपालमा त्यसबेला पनि वकालत पढौँला भन्ने सोच थियो। बिएससीको क्लास थिएन। आइएससीका निम्ति जम्मा 24 सिट थिए। आइएससी सिद्ध्याएर अर्थशास्त्र लिएर बिए गर्नुभन्दा उच्च शिक्षाको निम्ति अर्को बाटो थिएन। यसै कारण मैले अर्थशास्त्र लिएर बिए पढेँ। हिसाब र अङ्ग्रेजी साहित्य लिनै पर्ने। सबै विषय 300 मार्कको र नेपालीमा 100 मार्क गरी जम्मा 1000 नम्बरको कोर्स थियो। मैले त्रिचन्द्र कलेजबाट 1979 सालमा बिए र 2001 सालमा लखनऊ विश्वविद्यालयबाट एमए पास गरेँ। म अक्सर समय विभाजन गरेर पढ्थेँ र हरेक 1 घण्टापछि 10 मिनट आराम गर्थेँ। अर्थशास्त्र मेरो निम्ति नयाँ विषय थियो। जाँचको बेला रातिको 10 घण्टा पनि पढ्थेँ। फेरि पनि अर्थशास्त्रमा म पास हुन सकिनँ र 1 साल फेल भई अर्को साल मात्र मैले बिए पास गर्न सकेँ। त्यसपछि मैले इन्जिनियरिङ पढ्ने योजना छोडेर लमा एमएल गर्ने विचार लिएर भारतको लखनऊ गएँ। यताबाट साथमा 2वटा पत्र लिएर गएको थिएँ। एउटा त्रिचन्द्र कलेजका प्राध्यापक रत्नबहादुर विष्टको राधा कमाल मुखर्जीलाई, अर्को प्राध्यापक लुम्बाको आफ्नै परिवारलाई। गएर प्रोफेसर लुम्बा कहाँ बसेँ। उहाँका दाजु लखनऊ विश्वविद्यालयका इतिहासका प्राध्यापक हुनुहुँदो रहेछ। उहाँका अगाडि मैले आफ्नो प्लान राखेँ। उहाँले भन्नुभयो यहाँ ल पढेर नेपालमा के गर्ने। उहाँको भनाइरह्यो नेपालको कानुन अलग, यहाँको कानुन अलग। अनि उहाँले भन्नुभयो 5 वर्षसम्म ल पढेर केही कमाउन सकिन्न। 5 वर्षको प्र्याक्टिस पछि बल्ल कमाउन थालिन्छ। 5 वर्षसम्म कमाएर राजनीति गर्ने मेरो इच्छा ल पढेर पनि पुरा हुने भएन। यसै कारण मैले ल पढ्ने योजना पनि छोडिदिएर अर्थशास्त्रमा एमए गर्ने अठोट गरेँ। डाक्टर राधा कमाल मुखर्जी कहाँ सम्पर्क गरेँ। उहाँ एसियाका मानिएका विद्वान अर्थशास्त्री हुनुहुन्थ्यो र उहाँले कमसेकम 3-4 महिनामा एउटा ठुलो किताब निकाल्नुहुन्थ्यो। मैले सोचेँ अर्थशास्त्र पढेर उद्योग विभागमा काम गर्छु ताकि नेपालमा उद्योगको विकास होस् र मजदुरहरूको जमात तयार होस्। मेरो अर्थशास्त्रको पढाइमा अर्थशास्त्र मात्र नभएर सोसियोलोजी थ्योरी, समाजशास्त्र, प्र्याक्टिकल सोसियोलोजी, व्यवहारिक समाजशास्त्र विषयका साथै एन्थ्रोपोलोजी पनि थियो। 5 विषय अर्थशास्त्रका थिए। मेरो सम्पूर्ण पढाइमा एमए को पढाइ अति सजिलो र हलुको लाग्यो। जसरी एसएलसी, आइएससी र बिएमा मेहनत गर्नु परेको थियो त्यस्तो कठिन परिश्रम एमए पढ्दा गर्नु परेन। मेरो बेलुका पढ्ने बानी थिएन। त्यसै कारण अक्सर बिहान 1-2 बजे नै उठेर पढ्ने मेरो बानी थियो। एसएलसी, आइएससी र बिएमा म ठिक 4 बजे उठेर 10 बजेसम्म पढ्थेँ। हिसाब अक्सर म दिउँसो गर्थेँ। साँझ 1 घण्टा घुम्न जाने काम मैले कहिल्यै छाडिनँ। कहिलेकाहीँ बिहान आधा घण्टा 1 घण्टा घुम्न जान्थेँ। नियमित रूपले बिहान केही समय आसन अथवा कुनै हल्का कसरत गर्थेँ। एमएका 2 भाग थिए, फर्स्ट इयर र सेकेन्ड इयर। फर्स्ट इयरमा मैले विद्यार्थी साथीहरूसँग सोधेँ एमएको जाँचमा कति पेज लेख्नु पर्ला। एउटा विद्यार्थीले साह्रै ठट्टामा भने एमए हो कमसेकम 25 पेज त लेख्नै पर्ला। मैले विश्वास गरिहालेँ। जम्मा 5वटा सवालहरूको जवाफ मैले लेख्नुपर्ने थियो। पहिलो सवालको जवाफमा मैले 25 पेज नै लेखेँ। यसले 1.5 घण्टा खाइहाल्यो। बाँकी 1.5 घण्टामा दोस्रो सवालको जवाफ 12 पेज लेखेँ। 1 घण्टा यसले खायो। तेस्रो सवालको जवाफमा 4-5 पेज लेखेँ। यसरी हतार हतार लेख्दा 20-25 मिनटमा 4-5 पेज लेखेर चौथो नम्बरको सवालको जवाफ मैले लेख्न नभ्याउने भयो। यसरी टोटल नम्बरमा बल्ल पास मार्क पाइएछ। पहिलो वर्ष एमएमा पास त भएँ, तर लेख्न नभ्याउँदा 3rd डिभिजनमा पास भइएछ। यसै पहिलो वर्षमा यो पनि थाहा पाएँ कि एउटा प्राध्यापकको पुस्तक कोट गर्दा अर्का प्राध्यापकलाई रिस उठ्दो रहेछ। मैले हाम्रो प्राध्यापक राधा कमाल मुखर्जीको पुस्तकबाट 1 लाइन कोट गरेको थिएँ। मानवशास्त्रका प्राध्यापकलाई पचेनछ र मलाई ठिक पास मार्क दिएका रहेछन्। जे होस्, फर्स्ट इयर एमएबाट सेकेन्ड इयर एमएमा गएँ। दोस्रो वर्ष मैले जाँचमा समयलाई बटुवारा गरेँ। 5 सवाल गर्नु थियो। आधा घण्टाको समय हरेक सवाललाई बाँडेँ। बाँकी आधा घण्टा मैले दोहोऱ्याउनलाई लगाएँ। हरेक सवाल मैले चित्र उतारे जस्तै राम्रोसँग लेखेँ। मैले एसएलसी दिँदा हिसाबमा पनि यस्तै हरेक सवाल 1-1 पेजमा चित्र उतारेको जस्तै लेखेको थिएँ। एमए सेकेन्ड इयरको सवालमा जवाफहरू यस्तै गरेर आफैलाई सन्तुष्ट हुने गरी 5-5 पेजमा सिद्ध्याएँ।
पहिलो वर्षको जस्तो धेरै पेज लेख्ने चेष्टा मैले गरिनँ र दुवै वर्षको मिलाएर म सेकेन्ड डिभिजनमा पास भएँ। मतलब मेरो पहिलो वर्षको नपुग मार्क सेकेन्ड इयरको नम्बरले कभर गर्यो। यसरी एमएको जाँच मैले सेकेन्ड डिभिजनमा पास गरी विक्रम सम्वत 2001 साल चैतमा आफ्नो पढाइ सिद्ध्याएर म काठमाडौँ फर्केँ।